कुनै पनि मोबाइललाई कसरी सजिलैसँग ट्रान्सपरेन्ट मोबाइलमा कन्भर्ट गर्न सकिन्छ भनेर आजको यो भिडियोमा जानकारी दिन गइरहेको छु। भिडियो मन पर्यो भने लाइक गरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। आफ्नो मोबाइललाई ट्रान्सपरेन्ट बनाउन जानुहोस् प्ले स्टोरमा र त्यहाँ सर्च गर्नुहोस् ट्रान्सपरेन्ट वालपेपर। त्यहाँ तपाईले विभिन्न प्रकारको ट्रान्सपरेन्ट वालपेपर एपहरू देख्न सक्नुहुन्छ। आफूलाई मनपर्ने एप सेलेक्ट गरेर डाउनलोड गर्नुहोस्। मैले लाइभ वालपेपर ट्रान्सपरेन्ट एपलाई सेलेक्ट गरेँ। यहाँ तपाईले यसको फोटोहरू पनि देख्न सक्नुहुन्छ। यो एपलाई इन्स्टल गरेर ओपन गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ ट्रान्सपरेन्टमा सेलेक्ट गर्नुहोस्। अलाउमा टच गर्नुहोस्। डाइनामिक वालपेपर प्रिभ्यूमा सेलेक्ट गर्नुहोस्। एप्लाईमा सेलेक्ट गर्नुहोस्। यहाँ तपाईले देख्न सक्नुहुन्छ वालपेपरमा मेरो मोबाइल पछाडिको हात समेत देखिएको छ। यसरी तपाईले पनि आफ्नो मोबाइललाई सजिलैसँग ट्रान्सपरेन्ट मोबाइलमा कन्भर्ट गर्न सक्नुहुन्छ।